नमस्कार सबैजनालाई। आज चाहिँ म तपाईहरुलाई कसरी हामीले मेटा भेरिफाइड गराउने आफ्नो आइडीलाई सबैभन्दा पहिले त तपाईको आफ्नो जुन चाहिँ प्रोफाइल छ हैन, त्यो प्रोफाइल खोल्नुहोस् हैन। प्रोफाइल खोलिसकेपछि तपाईको यहाँनिर तल अप्सन्स हुन्छ प्रोफेसनल एक्सेस भन्ने, यहाँनिर मेटा भेरिफाइड भन्ने हुन्छ, यहाँ क्लिक गर्नुहोस्। त्यहाँदेखि यहाँ धेरैवटा कुराहरु लेखिएको छ हैन। तपाईले यो मेटा भेरिफाइड गर्दा के हुन्छ त्यो म पछि भनौँला। सबैभन्दा पहिले यसलाई अनब्लक बेनिफिट्समा जाने। त्यहाँदेखि तपाईको दुईटा अप्सन हुन्छ कि दुईटै प्रोफाइललाई गर्ने, तपाईको इन्स्टाग्राम आइडी अथवा फेसबुक आइडी। अहिलेको लागि चाहिँ म सिर्फ फेसबुक आइडी गरिरहेको छु। त्यसको लागि साइन अप दिस प्रोफाइलमा क्लिक गर्ने। यतिपछि सबैभन्दा पहिले त मलाई चाहिँ अफर दिएको छ, जस्तै फेसबुकले $0.39 सबैभन्दा पहिले फर्स्ट मन्थको लागि युज हुन्छ, लिन्छ चार्ज। त्यहाँदेखि सेकेन्ड टाइम चाहिँ यसले लिने भनेको 5.79 पर मन्थ हो। सो अहिले मैले ट्राईको लागि 1 महिनाको लागि चाहिँ युज गर्न खोजिरहेको छु के चाहिँ हुँदै रहेछ मेटा भेरिफाइड हुँदाखेरि हैन। सो सबभन्दा पहिले 0.39 यसलाई के गर्ने, कन्टिन्यू गरेपछि अब यो डबल क्लिक प्लस कन्फर्म गरिसकेपछि अब के गरिन्छ हाम्रो योर पर्चेस वाज सक्सेसफुली भनेर आयो। This may take a few seconds. Processing your subscriptions. Understood. यति गरेपछि नेक्स्ट गर्ने एड्स रिक्वायर्ड सेक्युरिटीज भनेर आउँदै रहेछ। रिभ्यू प्रोग्रेस इट्स टाइपिकली टेक्स अप टु 48 hours फर टु युज रिभ्यू इन्फर्मेसन अन फेसबुक व्हेन वी आर डन भनेपछि मेरोबाट भेरिफाइडको लागि मैले भेरिफाई गराएको छु। अब यसको के हुँदै रहेछ 48 hours लाग्दै रहेछ यो भेरिफाइड हुनुको लागि।